राधे आन्टी आन्टी लो आइपुग्यो आकाशलाई लिएर है आइपुग्यो नानी खोइ आकाश आइपुग्यो बस अब यता नानी बस्नु दाजु बस्नु खोइ के गर्दैछस् हौ आकाश यस्तो के अरे बिहानै उठेर हिँड्छस् केही नभनिकन के मनमा पिर परेको सधैँ त केही भनेर जान्छस् खाना नपाइकन यस्तो मनमा के को पिर परेर भन् मलाई म तेरो आमा हो आमा मलाई कसैको मेसेजले मनमा बहुत ठुलो चोट लागेको छ म तपाईलाई कसरी भनौँ त्यो कारण भन् आकाश मलाई म तेरो आमा हो दुःख सुखमा हरेक कुरामा म तेरो साथ छु तँलाई दुःख हुँदा मलाई दुःख भएकै जतिको हो मेरो मन दुख्दाखेरि मलाई पनि मेरै मन दुखेको कतिकै हुन्छ र हेर छोरा यस्तो बानी नगर आकाश अब के गर्ने त होइन अब सानैदेखि अब हामी दुईजना सँगै हुर्केको बढेको सबै कुरा मलाई थाहा छ त्यो आएको म्यासेजहरूदेखि लिएर सबै कुरो अब त्यो एउटा हावा हुडेको जस्तो आएको एउटा सपना जस्तै बिर्सिदिनु पर्यो अब त्यो कुरालाई र त्यसरी बिहानै घरबाट निक्लिने हल्ला गर्दै अब बगानतिर कुदिहिँड्ने त्यस्तो चाहिँ नगर आमा छ आमाको बारेमा सोच दिदी छ दिदीको बारेमा सोच बार बहुतपल्ट सम्झाएका मैले बगानमा सम्झाएको किनभने आज यति ठुलो संसारमा आएर माया त सबैलाई नै हुन्छ नि सबै चिजको माया छ आज सास भएको चिजमा भन्दा सास नभएको चिजमा माया बेसी हुन्छ तर मायाको नाम चाहिँ कस्तो हुन्छ भने माया भन्ने चिज आज मान्छेले दिनुपर्ने हो दिनुपर्ने तिमी आज यसरी घोरिएर आज माया गएको छु मेरो मायाले यस्तो गर्यो उस्तो गर्यो म्यासेज पठायो भनेर तिमी आज तिमीले आज घरमा आमालाई नभनी आमालाई नसोधी तिमीले हेर्नु ठुलो भुल हो तिम्रो पढाइमा ठुलो एफेक्ट पर्छ भने तिम्रो अप्ठ्यारो जान्छ माया त सबैलाई लाग्छ कि लाग्दैन माया त माया नै हो नि जसले माया गर्छ उसलाई थाहा हुन्छ नम्बर सेभै छैन नम्बर हेलो हेलो को बोल्नुभएको हेलो को बोल्नुभएको होला ए दर्शन दिदी भन्नुहोस् दिदी दिदी भन्नु नि कहाँ आउनुपर्ने दिदी ए ल ल हुन्छ दर्शन दिदी दिनु ब्याग दिनु भाग्यमानी नानी भाग्यमानी दिदी दर्शन भाइ भाग्यमानी हुनु हेर्नु मोमो खाएर साह्रै त बेसी डिप्रेसनमा गइसकेको छु एकछिन मोमो खानु गएको उहाँ एकछिन हुन्छ चिया खानुपर्छ चिया खाने लु खाऊ खाऊ चियै खाइदिउँ त सुरुप्पै गरेर खानुपर्छ नि फेरि यहाँ मात्रै सुरुपे किन कप पनि खाइदेऊ न ये बड़ी अच्छी बात कही है बसीमा पहिला दिदी स्पेसल मलाई मार्केट चिया मलाई मार्केट चिया लुल्लु साथी चिया यसमा चाहिँ स्पेसल मलाई मार्केट छ त मलाई मार्केट छ भाइ एकदम यही चाहिँ तपाईँको खुसी लाग्छ क्या चिया खानु ओह माय गॉड एकदम खानुपर्छ नि हो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ हो त्यसमा तातो सातो के खानु खानुपर्छ नि हो अन्त प्रेम ल खाइदिनुपर्छ ल यताबाट यसो अब आकाश साह्रो डिप्रेसनमा गयो कि अलिक हल्का हावा सावा पानी बतास भेट्छ भनेर
ये बड़ी अच्छी बात कही है। क्या खाओस् भनेर आएको क्या अरे प्रेम साथी हेरौँ न अस्ति क्या मटेगडा बजार भएर मङ्गलबार बजारमा गएको आमा एउटा केटा रहेछ कि अलिक क्या त साइको टाइपको क्या हो इन्द्र अरे कि हो अब हेर्छु सँग भयो गएँ हो अन्त हो बे भनेर यस्तो क्वेसन भने कि अब छक्कै परेको अनि तिमीलाई चाहिँ के क्वेसन गर्यौ यस्तो कस्तो क्वेसन गर्यो के भन्छ हौ वाट इज लाइफ भन्दैछ अब त्यसले हो त्यति मात्रै सिकेको रहेछ क्या इङ्ग्लिस गर्ने क्या बोला तूने? वाट इज लाइफ भन्दैछ अब अन्त बडा यो वाट इज लाइफको चाहिँ मिनिङ चाहिँ के हो भन्नुहोस् त सर्टमा भन्दै कि फुल फर्ममा भन्दै पहिला सर्टमा भन्नुहोस् न सर्टमा भन्नु सर्टमा भन्नुहोस् क्यामेरामा पाइ कैसे कैसे लोग रहते हैं यार यहाँ पर। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। यो रियल मिनिङ चाहिँ के हो वाट इज लाइफको चाहिँ भन्यो एकदम एकदम भनिदिनुहोस् समस्या भन्यो राम्ररी भनिदिनुहोस् वाट इज लाइफको मतलब के हो लाइफ इज अ ड्रामा बुझ्यौ लाइफ इज अ ड्रामा वर्ल्ड इज स्टेज वी आर एक्टर बडी चाहिँ डाइरेक्टर भने ए त्यस्तो पो भनेको बुझ्यौ यसको मतलब त्यसमा थाहा छ अब हामी के छ भने भन्छौँ भने जिन्दगीमा नि हाम्रो एउटा पात्र मात्रै संसार भयो यही छैन हाम्रो नाटक मात्रै हाम्रो बुझ्यो यो धरती के हो स्टेज हो एउटा स्टेज बुझ्यौ त अन्त यसलाई कसले रच्यो भगवान्ले हामी चाहिँ ड्रामा गर्न आएको भन्दै ड्रामा गर्न आएको अस्ति मङ्गलबार यो कुरा थाहा भएको थियो त्यसलाई बुझाइदिइहाल्दैन अब यो हप्ता भेट्नुहोस् त लाइफ इज ड्रामा बुझाएर एक्टर गड इज डाइरेक्टर गड इज स्टेज एउटा स्टेज हो संसार एउटा स्टेज हो हामी यहाँ संसारका पात्र हो यसलाई रच्यो कसले डाइरेक्टर को भगवान गड तपाईँको डिओजी गड हुन्छ क्या बडा भन्नु त डिओजी गड हुँदा कसरी डिओजी गड हुन्छ हिजो अस्ति डिस्टेन्स उल्टा पढ्दैको थिएँ कि उल्टा भइदिएछ तिमीले त त्यस्तो डिस्टेन्स पर्छ जियो भने गु हुनु पर्छ जियोको मनमा मिनिङ चाहिँ गु हुनु पर्छ किन गो भन्छ त्यस्तो कहाँ अस्ति मैले गुगल पनि एउटा प्राणी हो थाहा छ नि गुगल त्यसमा कहाँ प्राणी हुन्छ साथमा हुन्छ त्यसै बोलिरहेछ त्यसले साथ गर्छ तिहारा बोलिए भन्दा फुत्ते बोल्छ गुगलले नि कहाँ पाउँछ त्यो चाहिँ मोबाइलभित्र पाउँदो रहेछ कि हुन्छ Oh my God! कहाँ नि हो अस्ति म र आकाश घुम्नु गएको थिएँ कि मैले आकाशलाई बाइक चला भनेर बाटो थाहा भएन तपाईँले मोबाइलमा भन्नुभयो नि आमा गुगलमा सोधेँ कि रनीका रस्ता किन रे भन्थेँ कि टक्क म्यापमा देखाएँ कि सिधै गएको अरूको बारीबाट दिएको रहेछ अन्त रस्ता किन चाहियो आकाश भयो होइन आकाशको प्रेम गर्छ आकाशलाई प्रेम गरेको तारा प्रेमिका ताराले बिगारी पार सबै दुनियाँ तारा के गर्छ राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो लेकिन लौंडा यहाँ नहीं रुक लडीबडी भएर बगानमा पुग्यो हामी बेसारा मोमो खानु आएको हो त हामी त मोमो खान्छ होइन बडा यहाँको चाहिँ स्पेसल मलाई मार्के स्पेसल टी हामी खाएर बसेको भर्खर त्यो तपाईँ आउनु ढिलो भयो नि होइन मोमो खानुहोस् न त बडा खुसी तपाईँ खुसी ल बडा तपाईँले अब अर्डर गर्नुहोस् होला अन्त मैले तातो कुरो के छ हौ मोमो त तातो त्योभन्दा तातो छैन त्योभन्दा तातो छैन अझै लु खाइदिन्छौँ म खोज्दै आएको थियो मैले खोजेको यही हो देखा आपने लापरवाही का नतीजा है
अहिले बल्ल भेटेँ मैले तातो गोएला भन्छ तातो के निकाल्दैछ हौ बडाले के हो बडा वा यस्तो फिल्टर टोपी लगाएर जिन जस्तो भएर चाहिँ तपाईँ अन्त छुट्टै बेडी सल्काइदिएको बडाको त यो अन्त पुरानो हो नि त हौ साह्रै भएन यो चाहिँ छुट्टै बेडी यसको कहानी छ अमित प्रेम यसको कहानी छ थाहा छ कस्तो कहानी थाहा छ भन्नुहोस् न अन्त के अब कहानी छ यसको कहानी के छ भने के भनेको छ भने डक्टरले मलाई डक्टरकोमा गएको थिएँ यो चाहिँ अब धुम्रपान छोड्नुको लागि डक्टरले मलाई के भन्यो धुम्रपान किन छोड्छौ एकैतालमा सक्दैनौ आस्ते आस्ते गरेर छोड भन्यो मलाई बुझ्यौ ये बड़ी अच्छी बात कही है। त्यति बेला मैले तपाईँको के गरेर छोड्नु एउटा बेडी ल्याउनु खास एउटा बेला तिमीले एक हप्ता खानु 2 पप गरेर 3 दिनमा मैले बेडी खाएको अब यहाँ 3 दिनको खुराक छ अझै पनि बुझ्यौ धुम्रपान के भनेको छ स्वास्थ्यको लागि हानिकारक भनेको होइन हजुर हानिकारक पक्का नखानु नि बरु पिउनु मात्रै तर तपाईँले चाहिँ यो चाहिँ साह्रै भए यस्तो टोपी लाएर 2 दिनको खुराक हो नि त यो पुरा गर्नु परेन 2 पक तान्दिएको अन्त फेरि 2 पक मात्रै भन्छ डक्टरले तर यो टोपी चाहिँ साँच्ची होला कताबाट ल्यायो अब यो अर्ग्यानिक नेपालबाट आएको टोपी अन्त अर्ग्यानिक टोपीमा अर्ग्यानिक बेडी सल्काइदिएको अन्त छुट्टै दियो नि यो पनि अर्ग्यानिक हो नि नेपालबाट बनाएर पठाइदिएको छुट्टै बेडी एउटा पठाइदिएको थियो आज त टोपी चाहिँ साह्रै मन पर्यो यो टोपी अब यो टोपीको न अर्थ छ यो टोपीको त कहानी बुझेको छैनौ यो टोपीको कहानी छ अर्ग्यानिक हो यो टोपीले चाहिँ के गर्छ नि अनुहारलाई नि घामले चाहिँ डढेर सेतोस् भनेर हामीले एउटा सेतोस् भनेर यो टोपी लगाएको मैले चाहिँ यस्तो दामी दिएको न फेस गरेर चौरी परेको कस्तो राम्रो के कुरा गरेको तिमीहरू तपाईँले त अन्त हल्का रमाइलो गर्दै त छुट्टै बेडीमा अन्त लाइफ नै ठुटा हुनु अटिसक्यो भाइ के गर्नु अब जिन्दगी यस्तै हो तपाईँलाई 2 पक मात्रै तान्नु भनेको अन्त अन्ली टु पप त्यो पनि बेसी खान्छ के भनेको छ नि अब डक्टरले मलाई भने त्यो पनि बेसी पप गर्यो तिम्रो कानले देख्दैन आँखाले सुन्दैन भनेपछि मेरो आँखा के हुन्छ भने बहिरा हुन्छ कान अन्धा हुन्छ डर लाग्यो मलाई ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ हो बडा अब हामी चाहिँ ढिलो भइसक्यो हो घडीको टाइम पनि भइसक्यो अब चाहिँ हामी निक्लिनु पर्छ होला चिया खानु भनेको होइन चिया मगाउनु यो चिया लिएर आउनु छ दिदी अलिकति कहाँ अलिकति भनेको 4 गिलास भन 4 जना अरे 4 गिलास ल्याउनु 4 गिलास अलिकति भने शब्द कहाँबाट आयो फेरि त्यो त मैले गोजी मारेको छ पहिला निकालेकै मरले होइन निकालेको छुइनँ नि हो त्यस्तो नभन्नु दिदी यो त तपाईँले स्पेसल हातले बनाएको जस्तो छ नि कहाँबाट ल्याउनु भयो यस्तो खतरा मजाले ठुलो रहेछ है तिमीले फेरि कप किन्नु कहाँ हातले बनाएको कप हो यो खुट्टाले बनाएको हो यो पनि मुसिकिन हल्का है अन्त यो त साह्रै मेहनत गरेर बनाएको जस्तो छ नि यो फर्मा चाहिँ मेरो विचारमा मेड इन थाइल्यान्ड होला मेड इन चाइना हो बडा के भनेको तपाईँ मेड इन चाइना सबले त चाइनै भन्छ अन्त चाइनाले त बनाएको हो भन हामी त डाइरेक्ट चिया खाइदिएको अन्त ठोकाइदिउँ न एकपल्ट चाइनाले छैन भन्छ नि त चिनिहाल्यो नुनिलो आम्मा के भन्नु चियापत्ती कम्ती मलाई बेसी चिनी बेसी भने तितो हुनु भन्दा त्यो मिल्नु छ त
बेसी चिनको डब्बा नुन हाल्ने क्या हो ठिक त सस्तो छ नि त हो भाइ काम चाहिँ कस्तो कस्तो नुनले थाहा छ केटा हो नुन चाहिँ सुरुभन्दा महँगो हुन्छ कि सोचेर ल्याएर यसो काम चाहिँ फेरि बन्द भयो जस्तो है दाम यो चाहिँ कमसेकम 1 लाख रुपियाँ किलो हुन्छ कति किलो कसरी लाख रुपियाँ किलो हुनुपर्ने नुन जति मरमसाला हालेर मुछेर पकाउन गरम यार गेस गर त लाग्दैन लाग्छ लाग्छ लाग्दैन अन्त नुन बिना हुन्छ हुँदैन नुनको किम्मत कति हुनुपर्ने 1 लाख रुपियाँ तर लाख रुपियाँमा 4 जिरो कम्ती हुनुपर्ने कसरी 4 जिरो कम्ती हुनुपर्ने हो त्यो चाहिँ हाम्रो बगानको बारीको क्या चियापत्ती बुट्टाहरू बेच्नु छ चियापत्ती बुट्टा दाम कति छ चियापत्तीको बुट्टाको त अन्त तपाईँको त अर्ग्यानिक चिजहरू बनिन्छ सेम लाइक बेटर चियापत्ती अर्ग्यानिक गयो अहिले अर्ग्यानिक गेला भन्छ जङ्गलको बेत हुन्छ नि बेत हो त्यसको यसमा मेडिसिन छ चिजो हुने मेडिसिन है यो मेडिसिन भएको चाहिँ के यो फाइटर लगाएर के हुन्छ थाहा छ कपाल कस्तो गाह्रो छ यस्तो त्यसको लागि त अर्ग्यानिक भनेर यो रात चाहिँ के हो रात चाहिँ के हो यस्तो उमेर भएर नि तपाईँको हल्का कालो छ टुपी कमाइ थाहा छैन अर्ग्यानिक त्यो नेपालबाट इम्पोर्ट एक्सपोर्ट गरेको त्यो पनि बिना पैसामा दानमा दिएको 1975 को होलीमा पकाएर आएको अहिले 68 को आजको यत्रो साल बाद भेटेको आजको चाहिँ ट्रिप चाहिँ हाम्रो प्रेम साथीकोतिरबाटै के कसो हो ल नि त दिदी हजुर भाइ कहाँ हुनुहुन्छ यहाँ छु त गोली फाटे छैन तपाईँ ल दिदी हाम्रो यहाँ जति भएको चियाको पैसा है ल बडा अब चाहिँ हामी लाग्नुपर्छ किन भन्दाखेरि धेरै ढिलो भइसक्यो बहिनी अब यसो बिदा पाउँ होला अब फेरि एकदिन आउँला मोमोसँग खाउँला केटासँग बसेर 4 भाइ त हामी हो नि हो हुन्छ ल फेरि भेटौँ न हामी आकाश अमित आकाश तिमीहरू चाहिँ बस्दै गर्नु हामी चाहिँ अब हामी त जाने हो अब चाहिँ हामीले एउटा कुरा याद राख्नुपर्छ है यसो पर्यटकहरूतिर घुम्नु जानुपर्छ है भेटघाट चाहिँ अब हामीले पर्यटक हुन्छ है ल हाम्रो होइन आकाश घुम्छ गोरेटोमा हाम्रो काम होइन के पनि पाइपमा टुटे पाइपमा पाराले बिगार पारा पारा लु त गयो छोरी जाने यति धेरै माया किन